So guys, question is construct a rectangle ABCD having BC is equal to 7.1 centimeter and BD is equal to 10 centimeter and DBC is equal to 45 degree. So solution in a rectangle ABCD, BC is equal to 7.1 centimeter, BD is equal to 10 centimeter and DBC is equal to 45 degree. So इसको रफ स्केच बनाउनु होला यहाँ पहिला रफमा एउटा रेक्टेंगल लेख्नु होला किनभने रेक्टेंगल बनाउनु होला किनभने रेक्टेंगल हो यहाँ ABCD भयो अनि जसबाट तपाईको BC को भ्यालु दिएछ 7.1 सेन्टिमिटर अनि त्यसपछि तपाईको BD भनेको यो भइहाल्छ 10 सेन्टिमिटर and DBC यानी कि यहाँ को भ्यालु दिएछ कति 45 डिग्री अनि हामीले रेक्टेंगल बनाउनु छ त्यसको लागि फटाफट हामी के गर्न सक्छौं सबैभन्दा पहिला तपाई एउटा अब यो त AB को भ्यालु थाहा छैन हामीलाई AD को पनि भ्यालु थाहा छैन CD को पनि भ्यालु थाहा छैन त्यही भएर BC को थाहा छ भने तल तपाई BC को नै लेन्थ ड्रा गरिदिनुस् यहाँ ठीक छ यहाँ तपाई 7.1 सेन्टिमिटर यहाँ लेखिदिनु होला BC यो 7.1 सेन्टिमिटर भ्यालु अब त्यसपछि पोइन्ट B मा 45 डिग्री छ सो B मा हामीले 45 डिग्री काट्नु पर्यो यहाँबाट 45 डिग्री काट्नुस् यो 60 यो 60 भयो अनि यहाँबाट 0 बाट अनि फेरि तपाईको 60 बाट डाउन साइड काट्नुहुन्छ नि 30 डिग्री काट्छ 30 डिग्री काटेपछि यो पोइन्ट र यो पोइन्ट मिलाएर यहाँ एउटा मार्क गर्नु होला अनि मार्क गरेपछि फेरि यो 30 डिग्री हो सो 30 डिग्री बाट अनि 60 डिग्री बाट काट्नु होला तपाईको कटिहाल्छ 45 डिग्री अब त्यसपछि यो 45 डिग्री यो पोइन्ट र यो 45 डिग्री को पोइन्ट मिलाएर एउटा ठुलो स्ट्रेट लाइन ड्रा गर्नु होला यस्तो ठुलो स्ट्रेट लाइन ड्रा गर्नु होला सो BC अनि पक्कै पनि त D होला सो BD मा भनेको छ कति सेन्टिमिटर यहाँ BD को हेर्नुस् BD 10 सेन्टिमिटर भनेछ र तपाई यहाँ यसको 0 बाट तपाई के गर्नु होला 10 सेन्टिमिटर मेजर गर्नु होला यहाँ हेर्नुस् 10 सेन्टिमिटर मेजर भयो B बाट तपाई 10 सेन्टिमिटर जस्तो काट दिनु होला काटेपछि उसको नाम दिनु होला तपाई D किनभने BD 10 सेन्टिमिटर छ अनि यसलाई जोइन गरिदिनु होला यहाँ हेर्नुस् CD जोइन छ त्यहाँ पनि CD जोइन भइहाल्यो अनि रेक्टेंगल को तपाईको अपोजिट साइड सब एक आपसमा इक्वल हुन्छ त्यही भएर यसको मेजरमेन्ट लिनु होला CD को मेजरमेन्ट लिनु होला यसरी हेर्नुस् अनि त्यसपछि यहाँ B बाट माथि काट्नु होला फेरि यो BC को मेजरमेन्ट लिनु होला कम्पासमा नै यस्तो मेजरमेन्ट लिनु होला अनि तपाईको D बाट काट दिनु होला अनि यसलाई जोइन गरिदिनु होला यसरी जोइन गरिदिनु होला अनि लास्ट में लेखिदिनु होला therefore ABCD is a required rectangle सो यो क्वेशन नम्बर 33 भइहाल्यो क्वेशन नम्बर 33 हामी यस्तो बनाउन सक्छौं सो गाइज अहिले तपाईहरु हेर्न सक्नुहुन्छ क्वेशन नम्बर 34 मा construct a rectangle ABCD where AC is equal to BD is equal to 7 cm and COD is equal to 45 degree. AC and BD means दुवै diagonal intersect at the point O. यसलाई हामीले बनाउनु छ त सबभन्दा पहिला तपाई एउटा रफ स्केच ड्रा गर्नुस् रफ स्केच ड्रा गर्दाखेरि यसको नाम दिनुस् ABCD अनि तपाईको यसमा भ्यालु कसको दिएको छ AC को भ्यालु दिएको छ त AC लाई जोइन गर्नुस् अनि BD को पनि भ्यालु दिएछ यसलाई जोइन गर्नुस् यिनीहरु 7 सेन्टिमिटर छ अनि दुवै यो लाइन दुवै डायगोनल एक आपसमा इंटरसेक्ट गरेछ त्यो पॉइंट अफ इंटरसेक्सनलाई O ले लेट गर्नुस् जुन अलरेडी यहाँ दिएको छ कि AC र BD
इन्टरसेक्ट भएको छ ओमा। अब यसलाई हामीले बनाउनु छ भने हामी के गर्न सक्छौँ, सबैभन्दा पहिला तपाईँ के गर्नुहोस्, अब अहिले फेरि पनि हामीलाई कुनै पनि साइडको भ्यालु दिएको छैन तर डायगोनलको भ्यालु दिएछ, त्यही भएर हामी के गर्छौँ, अब एउटा डायगोनल 7 सेन्टिमिटर भनेर एउटा लाइन ड्र गर्छौँ। यस्तो लाइन ड्र गर्नुहोस् अनि यहाँ हेरिहाल्नुहोस् सिओडी यानि कि यहाँको एङ्गल दिएछ 45 डिग्री। सो त्यो पनि हामीलाई ध्यान दिनुपर्छ। अब यो कति सेन्टिमिटर छ, 7 सेन्टिमिटर छ, 7 सेन्टिमिटर। अब त्यसपछि यहाँ तपाईँ लेख्नु होला एसी जुन भइहाल्यो 7 सेन्टिमिटर। त्यसपछि यो तपाईँको पोइन्ट एबाट जाए पोइन्ट सीबाट हाफभन्दा अलिकति बढी रेडियस लिनु होला यिनीहरूको बिचमाको, अनि माथि काट्नु होला अनि फेरि तल पनि काट्नु होला। फेरि त्यही सेम प्रोसेस पोइन्ट सीबाट माथि काट्नु होला, तल काट्नु होला। यसले के गरिदिन्छ, एसीलाई नि दुई टुक्रामा बाइसेक्ट गरिदिन्छ, आधा आधा। इमेजिनेरी लाइन ड्र गर्नु होला, यस्तो इमेजिनेरी लाइन ड्र गर्नु होला। अनि त्यसपछि यो जुन पोइन्ट आएर यहाँ कट गर्छ त्यो हो एक्चुअलीमा ओ। अब यहाँ हामीलाई नि 45 डिग्री बनाउनु पर्छ। सो तपाईँ के गर्नुहोस्, यहाँ यस्तो काट्नुहोस्। सो अब हेर्नुहोस् तपाईँको यताबाट यहाँबाट 60 अनि त्यसपछि यहाँबाट 60 अनि फेरि 0बाट तपाईँ फेरि यता काट्नुहोस् अनि फेरि तपाईँ यो 60बाट तपाईँ एकचोटि यता काट्नुहोस्। यो कट्छ तपाईँको 30 अनि 30मा के गर्नुपर्छ, यो पोइन्ट र यो पोइन्ट दुवैले के भनिन्छ त्यो गरेर यसरी एउटा इमेजिनेरी लाइन ड्र गर्न सक्नुहुन्छ। त्यसपछि यो के दिन्छ 30 डिग्री। अब हामीलाई के गर्नु छ, 30बाट यहाँबाट र 60बाट एकचोटि यस्तो काटिदिनु छ, यस्तो काटिदिनु। अनि कट गरेपछि यो पोइन्ट र यो पोइन्ट मिलाएर एउटा ठुलो स्ट्रेट लाइन ड्र गर्नु होला, यस्तो स्ट्रेट लाइन ड्र गर्नु होला। हेर्नुहोस् स्ट्रेट लाइन ड्र भइसक्यो। अब त्यसपछि के गर्नु होला, हामीलाई थाहा छ कि तपाईँको एसी र बिडी इक्वल छ, त बिडीको अधिया कति हुन्छ, 3.5 हुन्छ। मतलब 7 सेन्टिमिटरको आधा त 3.5 हुन्छ नि। तपाईँ के गर्नु होला, यहाँबाट 3.5 को रेडियस लिनु होला 3.5 को। अनि त्यसपछि तपाईँ यो पोइन्टबाट एकचोटि यस्तो काट्नु होला, फेरि त्यही पोइन्टबाट ओबाट एकचोटि तल पनि काट्नु होला। अनि कट गर्दाखेरि हामी दुईवटा पोइन्ट पाउँछौँ। अब तपाईँको यो पोइन्ट र यो पोइन्ट ल्याएर जोड्नु होला, यसरी जोड्नु होला। फेरि यो पोइन्ट र यो पोइन्ट मिलाएर जोड्नु होला, मिलाउनु होला। त्यसपछि तपाईँको अब यो पोइन्ट र यो पोइन्ट पनि मिलाउनु पर्यो हामीलाई, मिलाउनु होला यस्तो। फेरि यो पोइन्ट र यो पोइन्ट पनि मिलाउनु होला दुवै। अब यो भइहाल्यो ए, यहाँ हुन्छ बी सी अनि यहाँ भइहाल्छ डी। अब लास्टमा लेखिदिनु होला देयरफोर ABCD इज अ रिक्वायर्ड रेक्ट्याङ्गल। बस यति मात्र गर्नु छ हामीले। सो तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो ABCD। यहाँ तपाईँ हेरिहाल्नुहोस्, हाम्रो डायग्राम यस्तो भन्छ। तपाईँहरू पुरा हेरिहाल्नुहोस्, डायग्रामहरू यस्तो भन्छ। सो यो क्वेसन नम्बर तपाईँको 34 थियो। अब हामी गइरहेछौँ क्वेसन नम्बर 35 मा। सो गाइज तपाईँहरू अहिले यहाँ हेर्न सक्नुहुन्छ, कन्स्ट्रक्ट अ प्यारालोग्राम PQRS इन विच QR is equal to 4 cm and diagonal QS is equal to 5 cm and angle SQR is equal to 30 डिग्री। जब यस्तो कन्डिसन दिएको छ, एक्चुअलीमा एउटा साइड छ तपाईँको अनि एउटा तपाईँको डायगोनल दिएको छ अनि तपाईँको डायगोनल र साइडबाट मिलेर एउटा एङ्गल दिएको छ। तब हामी कसरी कन्स्ट्रक्ट गर्न सक्छौँ एउटा प्यारालोग्राम, त्यो बनाउनको लागि सबभन्दा पहिला एउटा रफ बनाउनुहोस्। रफमा तपाईँ जसरी पनि बनाउन सक्नुहुन्छ, यसरी पनि बनाइदिनु। प्यारालोग्राम PQRS। अनि हेर्नुहोस् हाम्रो भ्यालु के दिएछ, QR को भ्यालु दिएछ यहाँ एउटा साइड 4 सेन्टिमिटर, डायगोनल QS दिएछ यहाँ तपाईँको 5 सेन्टिमिटर
अनि हेर्नुहोस् एसक्युआर एउटा साइड एउटा डायगोनल मिलेर तपाईँको दिएछ 30 डिग्री। सो अब यो त पिक्यूको भ्यालु दिएछ न त एसआरको भ्यालु दिएछ न त पिएसको भ्यालु दिएछ, त्यही भएर यहाँ क्युआरको दिएछ नि त क्युआर पहिला ड्र गर्नुपर्छ यहाँ। सो क्युआरको एउटा लाइन ड्र गरिदिनु 4 सेन्टिमिटरको, यहाँ तपाईँ 4 सेन्टिमिटर एउटा लाइन ड्र गर्नुहोस् अनि यसको नाम दिनुहोस् क्युआर। अनि त्यसपछि पोइन्ट क्यूमा तपाईँ 30 डिग्रीको कन्स्ट्रक्ट गर्नुहोस् यसरी, यो तपाईँ गर्नुहोस् 60, यहाँबाट कन्स्ट्रक्ट गर्नुहोस्, फेरि यहाँबाट कन्स्ट्रक्ट गर्नुहोस्। यो तपाईँको भ्यालु कति डिग्री 30 डिग्री। अनि 30 डिग्री कन्स्ट्रक्ट गरेपछि एउटा स्ट्रेट लाइन ड्र गरिदिनुहोस्, ठिक छ नि। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो क्वेसन छ construct a parallelogram PQRS in which QR is equal to 4 cm, diagonal QS is equal to 5 cm and angle SQR is equal to 30 degree। यसमा के छ एउटा साइड र एउटा डायगोनल मिलेर तपाईको एंगल बनाएको छ 30 डिग्री। सो यस्तो कन्डिसनमा हामी प्यारालोग्राम कसरी कन्स्ट्रक्ट गर्न सक्छौं त्यसको लागि हेर्नुस्, यहाँ मैले एउटा रफ स्केच ड्र गरेको छु PQR अनि QR को भ्यालु दिएछ 4 सेन्टिमिटर त्यो दिइहालेको छु, डायगोनल SQ को भ्यालु दिएछ 5 सेन्टिमिटर त्यो पनि दिइहालेको छु अनि डायगोनल र एउटा साइड दुवै मिलाएर एंगल 30 डिग्री बनाएको छ त्यो पनि लेखिदिएको छु। अब यसलाई कसरी कन्स्ट्रक्ट गर्नुपर्छ भने तपाईले यहाँ हेर्न सक्नुहुन्छ। सबभन्दा पहिला तपाई QR भनेर एउटा स्ट्रेट लाइन ड्र गर्नुस्, त्यसपछि तपाईको यो पोइन्ट Q बाट तपाईको एउटा आर्क बनाउनुस्, त्यसपछि 60 काट्नुस्, 60 काटेपछि तपाई लेफ्ट राइट साइड तिर डाउनमा तपाईको यहाँ एकचोटी काट्नुस्, फेरि 0 बाट तपाई एकचोटी माथि काट्नुस् अनि कट गरेपछि एउटा पोइन्ट आउँछ। अब यो Q पोइन्ट र यो पोइन्ट मिलाएर तपाई एउटा स्ट्रेट लाइन जोइन गर्नुस्। स्ट्रेट लाइन तपाई जोइन गर्नुहुन्छ भने 30 डिग्री पाइहाल्छ। त्यसपछि हामीले के गर्नुपर्छ, त्यसपछि तपाई के गर्नुस्, यो त भइहाल्यो। अब हेर्नुस् यहाँ तपाईको Q बाट S को भ्यालु दिएछ 5 सेन्टिमिटर, त्यसको लागि के गर्नुपर्छ हामीलाई, यहाँबाट हेर्नुस् त यो तपाईको 0 बाट यो जुन यो कम्पास छ त्यसको रेडियस 5 सेन्टिमिटर लिनुपर्छ। 5 सेन्टिमिटर लिनुभयो अनि Q बाट तपाई एकचोटी यस्तो काट्नुस् 5 सेन्टिमिटर। अनि हामीले थाहा छ यो Q अनि S भइहाल्यो। त S र R लाई यहाँ जोडेको छ हामीहरु, त S R यहाँ जोड्दिनुस् तपाई, अनि यो अटोमेटिक जोडिहाल्छ, जोड्दिनुस्। अनि जोडेपछि हामीले थाहा छ प्यारालोग्रामको अपोजिट साइड इक्वल हुन्छ, र त्यही भएर यो जति सेन्टिमिटर हुन्छ नि, यो जति सेन्टिमिटर हुन्छ यो Q बाट नि माथि त्यतिकै हुन्छ। त्यसपछि यो QR को लेन्थ जति हुन्छ नि त्यतिकै तपाईको माथि पनि हुन्छ S P को। त यो S बाट तपाई यहाँबाट काट्नुस् अनि कट गरेपछि अब दुवैलाई जोइन गरिदिनुस्, यस्तो यसरी जोइन गरिदिनुस्, यसरी जोइन गरिदिनुस् अनि यो भ्यालु P। अब हेर्नुस् त PQSR अनि यो हामी कति डिग्री काटेछौं 30 डिग्री। अनि यो QR को भ्यालु कति थियो 4 सेन्टिमिटर अनि यो भ्यालु कति थियो 5 सेन्टिमिटर, यो 5 सेन्टिमिटर थियो। सो अब देयरफोर हामी लेख्न सक्छौं PQRS इज अ रिक्वायर्ड प्यारालोग्राम। सो 35 नम्बर तपाईहरु गाइस यस्तो बनाउन सक्नुहुन्छ। अब हामी गइरहेछौं क्वेशन नम्बर 36 मा। गाइस तपाईहरु अहिले हेर्न सक्नुहुन्छ, अहिले हामी आइसकेका छौं क्वेशन नम्बर 36 मा। कन्स्ट्रक्ट अ रेक्टेंगल विथ वन साइड 3 सेन्टिमिटर एन्ड डायगोनल 5 सेन्टिमिटर। में एउटा साइड र एउटा डायगोनल दिएको छ अनि रेक्टेंगल कन्स्ट्रक्ट गर्नु छ। तब हामी कसरी कन्स्ट्रक्ट गर्ने त मैले लेखिदिएछु, यसमा नेमिङ दिए छैन त्यही भएर तपाई लेट गर्दिनु। लेट एबीसीडी इज अ रेक्टेंगल देन AB इज इक्वल टु कुनै एउटा साइडलाई 3 सेन्टिमिटर र कुनै एउटा डायगोनललाई 5 सेन्टिमिटर लेट गर्नु होला। जस्तै मैले AC इज इक्वल टु 5 सेन्टिमिटर लेट गरिदिएको अनि रफ स्केच ड्र गरिदिएछु। हेर्नुस् ABCD जसमा AB म देखाइदिएछु 3 सेन्टिमिटर अनि AC डायगोनल भ्यालु 5 सेन्टिमिटर अनि हामीले यहाँ 90 डिग्री दिएछु किनभने रेक्टेंगलको तपाईको पुरै एंगल सरो 90 डिग्री हुन्छ त्यो हामीले थाहै छ। अब यसले कसरी कन्स्ट्रक्ट गर्ने भनेर फटाफट म गर्दिरहेछु, तपाईहरु हेर्नुस्। सबभन्दा पहिला तपाई AB एउटा लाइन ड्र गर्नुस् 3 सेन्टिमिटर को अनि लेख्नुस् यहाँ AB अनि त्यसपछि तपाई पोइन्ट B मा तपाई 90 डिग्री कन्स्ट्रक्ट गर्नुस्, यसरी 90 डिग्री कन्स्ट्रक्ट गर्नुस्। त्यसपछि तपाईको यहाँबाट 60 त्यसपछि भइहाल्छ 120
त्यसपछि फेरि यो माथि अनि यसको पनि माथि। अनि जब तपाईँ कन्स्ट्रक्ट गर्नुहुन्छ भने यो तपाईँको 90 डिग्री कन्स्ट्रक्ट भइहाल्छ। अनि तपाईँ यहाँ एउटा स्ट्रेट लाइन ड्र गरिदिनु होला। 90 डिग्री कन्स्ट्रक्ट गरेपछि यहाँ एसी हाम्रो 5 सेन्टिमिटर छ नि, त्यस कारणले तपाईँ कम्पासको रेडियस 5 सेन्टिमिटर लिनु होला। यसरी अहिले तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ मैले 5 सेन्टिमिटर लिइसकेँ। 5 सेन्टिमिटर लिएर पोइन्ट एबाट तपाईँको यता 5 सेन्टिमिटर काट्नु होला। अनि यहाँ लाइन ड्र गरिदिनु होला यसरी। यो तपाईँको भ्यालु 5 सेन्टिमिटर। अनि यहाँ तपाईँको दिनु होला सी, एबिसी, डी यता जान्छ। तर हामीले थाहा छ रेक्ट्याङ्गलको अपोजिट साइड्सहरू इक्वल हुन्छ, त्यही भएर यसको बिसीको मेजरमेन्ट लिनु होला यसरी। अनि पोइन्ट एबाट तपाईँ यसरी काटिदिनु होला। अनि फेरि एबीको पनि मेजरमेन्ट लिनु होला कम्पासमा यसरी। अनि तपाईँको सीबाट तपाईँ यसरी कन्स्ट्रक्ट गरिदिनु होला। अनि त्यसपछि तपाईँ जोइन गरिदिनु होला। हेर्नुहोस्, यसरी जोइन गरिदिनु होला, यसरी जोइन गरिदिनु होला यसरी। मैले एबिसी अनि यहाँ लेखिदिनु होला डी। सो अब देयरफोर एबिसिडी इज अ रिक्वायर्ड रेक्टेंगल कन्स्ट्रक्ट भइहाल्यो। ठिक छ नि, यसरी हामी बनाउन सक्छौँ। अब हामी क्वेसन नम्बर 37 में जाउँ गाइज। क्वेसन नम्बर 37 में दिएछ कन्स्ट्रक्ट अ रेक्टेंगल अफ अ डायगोनल 6 सेन्टिमिटर एन्ड द एंगल बिट्विन द डायगोनल इज 60 डिग्री। मिन्स एउटा डायगोनल दिएछ अनि दुईटा डायगोनलको बिचमा जुन एंगल फर्म हुन्छ त्यो दिएको छ 60 डिग्री। त्यसले कसरी बनाउने, त्यसमा पनि नेमिङ दिएको छैन, त्यही भएर लेट गरिदिनु। लेट एबिसिडी इज अ रेक्टेंगल देन डायगोनल। अब कुनै पनि एउटा डायगोनललाई तपाईँ लिहाल्नुहोस्। जस्तै म एसी इक्वल टु 6 सेन्टिमिटर लिएछु एन्ड द एंगल बिट्विन देम इज द एंगल बिट्विन द डायगोनल इज 60 डिग्री। यो मैले लिइसकेको छु। त्यसपछि तपाईँ ड्याट इज गरेर एंगल बिओसी इज इक्वल टु 60 डिग्री देखाइदिनुहोस्, किनभने मैले यहाँ 60 डिग्री लिएको छु। अब त्यसलाई अब के गर्ने, फटाफट एउटा डायगोनलको लेन्थ ड्र गर्नुहोस् 6 सेन्टिमिटरको। हेर्नुहोस् मैले ड्र गर्दैछु। 6 सेन्टिमिटरको लेन्थ तपाईँ ड्र गर्नुहोस् यस्तो। अनि यहाँ नाम दिनुहोस् एसी। अनि त्यसपछि तपाईँ के गर्नुहोस्, यो एसीलाई हामीले बाइसेक्ट गर्नुपर्छ। यो आधाभन्दा बढी लेन्थ लिनुहोस् यसको रेडियस। अनि त्यसपछि माथि अनि एकचोटि फेरि तल। अनि बिना चेन्ज गरिकन फेरि पोइन्ट एबाट तपाईँ एकचोटि यता अनि फेरि एकचोटि तल काट्नुहोस्। अनि कट गरेपछि एउटा इमेजिनरी लाइन ड्र गर्नुहोस् यस्तो स्ट्रेट यस्तो। अनि यहाँ तपाईँको ओ दिन सक्नुहुन्छ। अनि त्यसपछि तपाईँ के गर्नुहोस्, यहाँबाट एउटा सानो तपाईँको आर्क बनाउनुहोस् यस्तो। आर्क बनाइसकेपछि यहाँबाट तपाईँको यो पोइन्टबाट तपाईँ एउटा यो पोइन्टबाट 60 डिग्री कट गर्नुहोस्। 60 डिग्री कट गरिसकेपछि के गर्नुहोस्, यो पोइन्ट र यो पोइन्ट दुवै पोइन्ट मिलाएर यस्तो एउटा ठुलो स्ट्रेट लाइन ड्र गरिदिनुहोस् यस्तो। अनि त्यसपछि तपाईँ के गर्नुहोस्, अब रेक्टेंगलको डायगोनल्सहरू पुरै इक्वल हुन्छ, एक आपसमा बाइसेक्ट पनि गर्छ डायगोनल्सहरू। त्यही भएर एओको लेन्थ लिनुहोस् अनि यता काट्नुहोस् माथि। अनि त्यही लेन्थले तपाईँको तल पनि काट्नुहोस् यसरी। तपाईँ हेर्न सक्नुहुन्छ, एकचोटि माथि एकचोटि फेरि तल। त्यसपछि तपाईँ के गर्नुहोस्, अब यो सबै पोइन्टहरूलाई जोइन गरिदिनुहोस्। यसलाई जोइन गर्नुहोस्, फेरि यो पोइन्टलाई जोइन गर्नुहोस्। त्यसपछि यो पोइन्ट योसँग जोइन गर्नुहोस्। सो गाइज अब हामीले के गर्नु छ, यो पोइन्ट र यो पोइन्टलाई जोडिदिनुहोस्, यसरी जोडिदिनु छ हामीलाई। त्यसपछि फेरि हामीलाई यो दुईटै पोइन्टलाई जोडिदिनुहोस्। अनि हेर्नुहोस् ए पछि के आउँछ बी, त लेख्नुहोस् बी सी अनि यहाँ के आउँछ डी। सो अब देयरफोर ए बी सी डी इज अ रिक्वायर्ड रेक्टेंगल। बस यति मात्र हामीले गर्नु छ। सो अब त्यसपछि हामी गएर छ क्वेसन नम्बर 38 मा। हेर्नुहोस् कन्स्ट्रक्ट अ रेक्टेंगल सो दैट द डायगोनल इज 8 सेन्टिमिटर एन्ड द एंगल बिट्विन डायगोनल्स इज 30 डिग्री। यो सेमै क्वेसन छ अलमोस्ट।
बस अलिकति ल्याङ्ग्वेज फरक छ। एउटा डायगोनल दिएछ अनि डायगोनल्सहरूको बिचमा जुन एङ्गल फर्म भएको छ त्यो दिएको छ। त्यसमा हामी फेरि फटाफट के गर्छौँ, सेम प्रोसेस युज गर्छौँ। फेरि एउटा तपाईँ के गर्नुहोस्, लेन्थ लिनुहोस् 8 सेन्टिमिटरको, जुन तपाईँको डायगोनल छ मैले एसी, यो हाम्रो 8 सेन्टिमिटर भइहाल्यो। अब त्यसपछि यो हाफभन्दा अलिकति बढी पोइन्ट सीबाट लेन्थ लिनुहोस् अनि एकचोटि माथि काट्नुहोस्, फेरि तल काट्नुहोस् अनि बिना चेन्ज गरिकन मेजरमेन्ट अफ द रेडियस अफ द कम्पास एन्ड द निडल अफ द पेन्सिल तपाईँ फेरि के गर्नु होला, यस्तो एउटा इमेजिनरी लाइन ड्र गर्नु होला। एउटा इमेजिनरी लाइन ड्र गर्नुहोस्, ठिक छ नि। इमेजिनरी लाइन ड्र गरेपछि तपाईँ के गर्नुहोस्, यो पोइन्टबाट एकचोटि तपाईँको तल तपाईँ के गर्नुहोस्, यस्तो एउटा आर्क बनाउनुहोस्। आर्क बनाएपछि यहाँ यो पोइन्टबाट तपाईँ एकचोटि यस्तो काट्नुहोस्, यो 60 अनि फेरि तपाईँ यो जिरो, हाम्रो जिरोबाट अनि फेरि तपाईँको के गर्नुहोस् 60बाट एकचोटि तपाईँ यस्तो कट गरिदिनुहोस्। यो टच गरेर अब फेरि एकचोटि रिपिट गरिदिनु न तपाईँ, सेम प्रोसेस। टच गरिहाल्यो, यो हाम्रो कटिहाल्यो 30 डिग्री। अब यो 30 डिग्रीको पोइन्ट र यो पोइन्ट दुवै मिलाएर एउटा ठुलो स्ट्रेट लाइन ड्र गर्नु होला। यस्तो ठुलो स्ट्रेट लाइन ड्र गर्नु होला। अब त्यसपछि तपाईँ के गर्नुहोस्, हेर्नुहोस् यो पोइन्टबाट र यो पोइन्टबाटको मेजरमेन्ट लिनु होला। तपाईँ हेरिहाल्नुहोस्, यहाँ यसको नाम तपाईँ ओ दिइहाल्नु अनि फेरि यहाँबाट तपाईँ के गर्नुहोस्, मेजरमेन्ट लिनुहोस्, माथि पार्ट काट्नुहोस्, तल पनि काट्नुहोस् अनि त्यसपछि कट गरेपछि यो दुवैलाई जोइन गरिदिनुहोस् अनि फेरि तपाईँ यसलाई पनि जोइन गरिदिनुहोस् अनि यति जोइन गरेपछि तपाईँ फेरि यो पोइन्ट र यो पोइन्टलाई जोइन गरिदिनुहोस्। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँ यसरी अनि फेरि तपाईँ यो दुईटा पोइन्टलाई जोइन गरिदिनुहोस् अनि तपाईँको एबीसी अनि यहाँ डी अनि लास्टमा लेखिदिनु होला यहाँ देयरफोर एबीसीडी इज अ ABCD is a required rectangle लेखिदिनु होला। अब आउनुहोस् क्वेसन नम्बर 39 मा भन्दैछ कन्स्ट्रक्ट अ स्क्वायर ह्याभिङ द लेन्थ अफ अ साइड 4 सेन्टिमिटर। त मैले के गरिदिएको छु, यसमा नेमिङ दिएको छैन, त्यही भएर लेट एबीसीडी इज स्क्वायर अनि कुनै एउटा साइडलाई तपाईँ लेट गरिदिनु होला। जस्तै म एबीबाट 4 सेन्टिमिटर लिएछु, रफ स्केच गरिदिएछु एबी अनि स्क्वायरको पुरै एङ्गल्स 90 डिग्री हुन्छ त 90 डिग्री देखाइदिएछु, पुरै साइड इक्वल हुन्छ त्यो पनि देखाइदिएको छु। यसलाई कसरी कन्स्ट्रक्ट गर्ने भने धेरै इजी छ। सबैभन्दा पहिला तपाईँ के गर्नुहोस्, एउटा एबी भनेर लेन्थ 4 सेन्टिमिटरको लाइन ड्र गर्नुहोस्। यहाँ हेर्नुहोस् 4 सेन्टिमिटर भनेर लाइन ड्र भइहाल्यो। अब यहाँ लेख्नुहोस् तपाईँको ए अनि यहाँ लेख्नुहोस् बी अनि पोइन्ट ए र पोइन्ट बीमा 90 डिग्री फटाफट काट्ने हामी। हेर्नुहोस् त्यसपछि फेरि अर्को यहाँबाट तपाईँ फेरि अर्को 90 डिग्री पोइन्ट बीबाट काट्नुहोस् 60 यहाँ 120 त्यसपछि 120 को माथि अनि 60 को माथि काट्नुहुन्छ भने 90 डिग्री कट्छ। अनि त्यसपछि तपाईँ के गर्नुहोस्, हामीलाई थाहा छ स्क्वायरको तपाईँको पुरो लेन्थ इक्वल हुन्छ, त्यही भएर यसको एबीको मेजरमेन्ट लिनु होला, कम्पासबाट माथि काट्नु होला फेरि तल काट्नु होला अनि त्यसपछि तपाईँ के गर्नु होला, यो दुईटै पोइन्टलाई जोइन गरिदिनु होला अनि लेखिदिनु होला एबीसी लेख्नु होला देयरफोर डी। सो देयरफोर एबीसीडी इज अ रिक्वायर्ड स्क्वायर। बस यति गरिदिनु छ, प्रुभ भइहाल्छ। सो आजको लागि गाइस यतिकै नै, हामीहरू फेरि मिलिरहेछौँ यही च्याप्टरको युनिट 12 को नै एक्सपेरिमेन्टल भेरिफिकेसन लिएर। त्यसको पनि हामी टोटल क्वेसन गर्नेछौँ जुन तपाईँको एकदमै भिभिआई क्वेसन हुनेवाला छ अनि तपाईँको फाइनल एक्जाममा तपाईँहरूको आउँछ। त तपाईँहरू एकदमै च्यानललाई सब्सक्राइब गरिहाल्नुहोस् अनि
तपाईँलाई लागिरहेछ कि हो यो तपाईँको लागि भ्यालुएबल छ भने लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला अनि अरू तपाईँलाई कुनै समस्या भयो भने त्यो पनि कमेन्ट गर्नु होला अनि आफ्नो साथीहरूलाई पनि सेयर गर्नु होला। सो अहिलेको लागि यतिकै नै। तपाईँहरू आफ्नो ख्याल गर्नु। टेक केयर, लभ यु अल एन्ड सी यू सुन।